हेलो गाइज वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ हामी यहाँ माथि पौडिन जाने भनेर आएका छौँ होइन। यो देउराली स्कुल हामी पहिला पढेको स्कुलमा आएर बसेछौँ। जान चाहिँ म र सफल हामी यता हेर त सफल चाहिँ त्यहाँ लजाएर बसेछन् होइन। अब हामी पौडिन जाने भनेर घरबाट त आइयो, फेरि गर्मीहरू आएको घरबाट आउँदा यहाँ चाहिँ आउँदा यस्तो पानी पऱ्यो। आएर चाहिँ हामी यहाँ बस्यौँ। हामी पहिला सानोमा 5 कक्षासम्म पढेको यही स्कुल हो, त्यही हो। अब हामी जान्छौँ पौडिन। अनि जाने बाटोमा त्यहाँ हामीलाई यही जङ्गलको बाटो जाने है, त्यही हो। झर्ना त नि सफल चाहिँ यहाँबाट झर्न लगाएका छन्। अब लोट्यो भने के हेर्ने थाहा छैन, यस्तो छ झर्ने। हामी अघि आउँदा पनि गेटबाट उक्लिएर आएको। यहाँ त म त आउनु सक्दिनँ होला क्या यार। ए तिम्रो पो लामो कपडा लाहौ, म त फेरि जाङ्गेमा खाऊ यस्तो पहन लौ। म अहिले चाहिँ हामी जान लागिसकेछौँ यस्तो चिप्लो बाटो हिँड्दै स्कुल नै हो। यस्तो छ अब त्यो पानी चाहिँ आउँदै लाग्छ है। क्यामराम्यान पऱ्यो होला, रुजेछ त्यही पनि गयौँ हामी पौडिने भनेर। अब पानी कति छन त छ, पौडिन नि पौडिन्छौँ, त्यही हो। वनमा चाहिँ पुगिसक्यौँ। यो चाहिँ देउरालीको वन है। हामी यता वनतिर आयौँ होइन। अनि वन झन् पानी त त्यो ल के भन्ने हो फेरि। यस्तो वनमा छौँ, यस्तो वनै वन छ। तल हो मेन रोड चाहिँ, धान रोपेको पनि देखाइदिन्छु म। यस्तो बाटो हिँड्ने हम पानी पनि परेछ। धान रोपेको यहाँबाट देखिन्छ होला, म जुम गरिदिन्छु। कुहिरो लाएर छ त्यहाँ चाहिँ धान रोपेछन्। त्यहीँको पानी लगाएन है सफल, त्यहीँ हामी पौडिन जानु खाएकै पानी लख नि। सफल चाहिँ यहाँ मस्त बस्यो नि, त म पुरै भ्यू देखाइदिन्छु। त्यति बस्यो भयो होइन। म त्यहाँ धन्दै लोट्न लाएको थिएँ। ल जाऊँ, अब जसरी रुजिहाल्यो। अब जान्छौँ अनि पौडिन्छौँ। हजुरहरू हेर्थ्यौँ होइन गाइज, हामी पहिला हिँड्ने बाटो उता पौडिन जानु पहिला नि त्यही बाटो हिँड्दै आइराखेको। यता चाहिँ चेन्ज भएर छ क्या तलबाट बाटो। अनि यहाँको ढुङ्गाहरू फुटालेर यस्तो सिँढी बनाएछन् माथि जाने। त्यहाँ पनि एउटा के होटेलै होला, त्यहाँ नि बनाखान होटेल जस्तै। यहाँ हामी चिप्लेर खेल्थ्यौँ है। ढुङ्गा फुटालेर बनाएको हो अरे त। कुहिरो लाखा जता तरै राम्रो भ्यू चाहिँ आएको छैन। त्यहाँ चाहिँ होटेल छ, त्यो देखाउँछु भनेर। सफल चाहिँ हिँडिरहेछन्, भिजिएछ पुरै, कपालै चिसो भयो। चिप्लो छ फेरि बाटो चाहिँ कालै भएको। त्यही कुहिरोले देखेको छैन होइन। यहाँ बनाएको होटेल सुशीलले भनेको थियो त, त्यही होटेल। पहिला जङ्गल आए जस्तो थियो, यहाँको घाँस काटेछ। यी हेर्नु गाइस, यहाँ चाहिँ पहिला केही पनि थिएन, भिरालो थियो। अहिले चाहिँ पुरै उस बनाखान क्या, होटेल बनाखान पुरै त के भन्ने हो। होटेल हो कि घर हो त्यो, होटेल बनाएर रहेछन् त्यहाँ चाहिँ। यता पनि छ, यता चाहिँ हाम्रो कोट छ। एकदम कोटानी गइदिनु क्या, अलिक बिदा भएन। त्यहाँ मान्छे रहेछन्, त्यही हो होटेल छ यहाँ चाहिँ। हामी पुग्न लागिसक्यौँ, अब पुग्छौँ पनि, पुगेपछि पनि देखाउँछु गाइस। अहिले चाहिँ हामी यहाँ पौडिने ठाउँमा चाहिँ आइपुग्यौँ। यता चाहिँ यस्तो गाउँ छ होइन। हामी यहाँ पौडिने ठाउँमा चाहिँ आइसक्यौँ होइन। अनि पानी आएर चाहिँ यस्तो बाँसमा बसेछौँ। अनि यहाँ सफल बसेछन्। अनि पौडिने ठाउँ चाहिँ त्यहाँ त्यही हो पौडिने ठाउँ। पानी कति छ यहाँ त राम्रोसँग देख्यो होइन। त्यहाँ गहिरोमा पौडिने डुबाउने पनि छ, सानो पनि छ, जस्तो खोज्यो त्यस्तै छ। तर पानी आएर पो पौडिने। त्यता चाहिँ गाउँ छ, यता माथि चाहिँ हाम्रो कोट हो। हजुर, यहाँ चाहिँ एउटा फिल्म सुटिङ भएको थियो, त्यो पूजा सार्की भन्ने फिल्म। त्यही गाउँ चाहिँ त्यहाँ होइन गाइज। अनि यता चाहिँ यहाँ बाटो छ, त पानी मजाले आह। हामी पौडिने भनेर आएको यस्तो पानी। अहिले त जाडो छैन, अहिले पौडिनेमा जाडो हुन्छ होला। त्यही पनि कन्टिन्यू गर्नेछु गाइज। अहिले चाहिँ हामी यहाँ पोखरीमा आइसक्यौँ। अब त्यहाँ माथि बसेको थियौँ, त्यो चाहिँ कोट छ होइन। अनि हामी सोच्यो त्यो पानी त नरहेछ के अरे,
ऊ त्यहाँ एउटा खाल्टो छ हो त्यसमा चाहिँ धेरै नै छ पानी तर यता छैन यति त एकछिन पौडिन्छौँ हामी यहाँ पौडिन्छौँ अनि उता रोटी गरेर नुहाएर घर जान्छौँ त्यही हो ल रेडी खोला कपडा अहिले चाहिँ पौडिसक्यौँ पौडेर चाहिँ अब कपडा लाउने बेला भयो अब हामी रोटे जान्छौँ अनि रोटे गएर चाहिँ नुहाउँछौँ पौडिन्छौँ हामी अब पौडिसकेर जान लागेको यो हामी पौडेको ठाउँ चाहिँ मजा चाहिँ भयो हेर्नु पनि भयो होला अब हामी रोटे गएर नुहाउँछौँ अथवा पौडिन्छौँ अनि घर जान्छौँ वहाँ जाँदा पनि देखाउने छु हामी चाहिँ अहिले घर जानलाई माथिबाट कपडा सपडा लाएर सहल पनि हिँड्यो हजुर घर जान लाग्यो अब वहाँ गएर चाहिँ फेरि नुहाउनु पर्छ त्यहाँ रोटेमा गएर त्यो पनि देखाउँछु हामी अहिले मेन रोडमा पुग्यौँ अहिले चाहिँ तल्लो बाटो आम गाइज अहिले चाहिँ हामी यहाँ रोटेमा आइसकेका छौँ अब चाहिँ हामी पौडिन्छौँ पौडिन्छौँ कि नुहाउँछौँ यहाँ चाहिँ सफै छ पानी चाहिँ यहाँ नुहाउनु पनि सक्छौँ तल गएर नुहाउनु सक्छौँ यहाँ सहरले चाहिँ थुन्न लाहान हामी पौडिने भनेर चाहिँ होइन अरू आल पौडिन्छन् भनेर तल पनि छ तलै गएर देखाउँछु चिप्लो छ फेरि बाटो चाहिँ यहाँ हामी नुहाउने चाहिँ यहाँ हो होइन पानी चाहिँ सफै छ अब हामी नुहाउँछौँ र घर जान्छौँ त्यही हो अहिले चाहिँ हामी चाहिँ नुहाएर यहाँ आएर कपडा चाहिँ लगाइसकेका छौँ सफलले लाएँ मैले पनि लाएँ होइन अनि यहाँ चाहिँ नुहाइसक्यौँ पानी आयो र अब हामी घर जान लागेका छौँ अब हामी घर जान्छौँ अनि आजलाई अब भिडियो यतैतिर इन गरौँ भन्ने सोचेको छु हजुरहरूलाई मलाई माया देखाइदिनु सपोर्ट गरिदिनु होला होइन अनि त्यही हो ल आजलाई यति नै अर्को भ्लगमा भेटौँला नयाँ कन्टेन्टको साथ बाई